भर्खरै पानी फाटेर कुहिरो लाग्यो। पुरै अँधेरो भएको छ जतासुकै देख्न सक्नुहुन्छ यो जङ्गलभित्र। यता भने यहाँ बोर्ड आयो नो इन्ट्री प्राइभेट प्रपर्टी हैन। यस्तो जङ्गल पनि प्राइभेट प्रपर्टी छ, मान्छेको निजी हो, तर नो इन्ट्री लेखेको छ। यहाँ मनाइ छ, यता जान पाउँदैन भनेर लेखेको छ। तर म भने गइदिन्छु, किन भन्दाखेरि म यहाँको डन हो। मलाई देखेर यहाँका मान्छे त डराउनन्, तर बाँदर चाहिँ डराउँछन् है त। बाँदर भने बेपत्ताले भाग्छन्, किन भन्दाखेरि म यहाँको डन हो नि त। त्यसैले यतातिर माथि नै सम्म गइदिन्छु। म जहाँ पनि गइदिन्छु। मलाई कसैको डर छैन, तर मान्छे बाहेकको। किन भन्दाखेरि सम्पत्ति भनेको मान्छेको हो, बाँदरको होइन। मेरो काम भनेको बाँदर धपाउने हो। त्यसैले बाँदर मात्रै डराउँछन् है साथीहरू। आजको मौसम भने यस्तो बवाल तरिकाले कुहिरो लाएर अँधेरो भएको छ। अरूभन्दा पनि हात्तीको डर, सबभन्दा हात्तीको डर हुन्छ यो ठाउँमा। हात्ती र बाघको एकदमै डर हुन्छ। यहाँ हात्तीले आक्रमण गरेर धेरै मान्छेहरूको ज्यान गइसकेको छ, र बाघले त त्यस्तो गरेको छैन। बाघले त त्यही कुकुरहरू भने धेरै खायो, मान्छेले त त्यस्तो केही गरेको छैन। हात्तीले भने मान्छे धेरै मारिसकेको छ यो ठाउँमा। यस्तै छ जिन्दगी, के गर्ने। अँधेरो भाषा कुहिरो लाएर हैन, सबै घरमा होलान्। म भने यस्तो जङ्गलमा काम गरिराखेको छु। के गर्ने, पैसा हैन, सबै कुरो पैसा। तर सबै कुरो पैसा त होइन, त्यही पनि पैसा नभएर नि हुन्न। त्यस्तै छ जिन्दगी। तपाईहरु मेरो भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ, यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला, र भिडियो कस्तो लाग्छ त्यो पनि कमेन्ट गर्नु होला। तपाईको सल्लाह सुझाव, भिडियो मन परेको नपरेको हैन, के कस्तो लाग्छ त्यो पनि कमेन्ट गरिदिनु होला। र मेरो भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। र भिडियो मन पर्दैन भने स्वाट्ट माथितिर धकेलेर अरूको भिडियो हेर्न पनि सक्नुहुन्छ। यो पनि तपाईलाई मेरो तर्फबाट सल्लाह सुझाव छ। फेरि यो ठाउँमा किरा कराएर साला दिमाग खान्छ है। क्याउ 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 दिनभरि किरा कराएर दिक्क लगाउँछ। हुन त अब जङ्गल अब यही किरा फट्याङ्ग्रा, बाँदर हैन, यो जनावर बस्ने ठाउँमा आएपछि अब दिक्क लगाउनु त हो। घरमा बसे त अब किरा त घरमा गएर कराउँथेन होला हैन। किराको घरमा आएर बसेपछि हैन, काम गरेपछि किरालाई पनि दोष दिनु बेकारै हो जस्तो लाग्छ हैन। त्यसैको घरमा आएर त्यही करायो भन्ने जस्तो भयो। त्यही पनि के गर्ने, त्यस्तै हो जिन्दगी। गाह्रो छ मलाई, गाह्रो छ हजुर, एकदमै गाह्रो छ। तलपट्टि अलिअलि खोला देखिराखेको छ, अरू केही पनि देखिन्न। पारीको डाँडा पनि हरायो, सबै हरायो, खतम छ। आजको दिन भने एकदमै नरमाइलो भइराखेको छ है भनेर भन्न पनि नमिल्ने, यस्तै छ लीला। किराहरूको दोहोरी चलिरहेको छ यतातिर। फेरि यति कराउँछ। यो भने गेट हो, रिसोर्टको गेट।
यहाँदेखि उता भने फेरि अरूकै रिसोर्ट सुरु भयो। यो हात्तीले पुरै बङ्गाइरहेछ आएर, यसको हालत यस्तो छ। र यतातिर यहाँ माथि रुम, यता मान्छे छन्, यहाँ माथि छैनन्, जहाँ खाली नै छ, लाइट बलिरहेको छैन।